व्यवस्थाको पुस्तक अध्याय 29। अर्ती र चेतावनीहरू। होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्नु भएको करार बाहेक मोआब देशमा परमप्रभुले मोसालाई आज्ञा गर्नुभएको करारका शर्त यी नै हुन्। मोसाले सारा इस्राएलीहरूलाई बोलाएर भने, परमप्रभुले मिस्र देशमा फारो, उनका सबै अधिकारीहरू र उनका सारा देशमाथि तिमीहरूकै सामुन्ने गर्नुभएका सबै कार्यहरू तिमीहरूले देखेका छौ। ठूला ठूला कष्टहरू, आश्चर्य चिन्हहरू र ती महान अचम्मका कामहरू आफ्ना आँखाले देख्यौ, तर आजसम्म परमप्रभुले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन। मैले 40 वर्षसम्म तिमीहरूलाई उजाड स्थानमा डोर्याउँदा तिमीहरूका शरीरका लुगा पुराना भएनन् र तिमीहरूका खुट्टाका जुत्ता पनि पुराना भएनन्। तिमीहरूले रोटी खाएनौ र दाख मध्य वा अरू मध्य पनि खाएनौ। म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले बुझ्न सक भनेर मैले यसो गरे। तिमीहरू यस ठाउँमा आइपुग्दा हेशबोनका राजा सिहोन र बासानका राजा ओग हाम्रा विरुद्धमा लड्नलाई निस्केर आए र हामीले उनीहरूलाई परास्त गर्यौं। अनि हामीले उनीहरूका देश लिएर रुबेनी, गादी र मनसेका आधा कुललाई त्यो अंशको रूपमा दियौं। यसकारण यस करारका वचन होशियारी साथ पालन गर, ताकि जे तिमीहरू गर्छौ ती सबैमा सफल हो। आज तिमीहरू सबै परमप्रभु तिमीहरूका परमेश्वरको अघि खडा छौ। तिमीहरूका नायकहरू र मुखियाहरू, धर्मगुरुहरू र अधिकारीहरू र अरू सारा इस्राएलीहरू, तिमीहरूका बालबच्चा र पत्नीहरू र तिमीहरूका छाउनीमा भएका प्रवासी दाउरे र पनेर्नी समेत परमप्रभु तिमीहरूका परमेश्वरसँग एउटा करारमा बाँधिनलाई तिमीहरू यहाँ उभिएका छौ। जुन करार परमप्रभुले तिमीहरूसँग आज बाँध्दै हुनुहुन्छ र शपथद्वारा दृढ गर्दै हुनुहुन्छ, जसरी उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभयो र तिमीहरूका पुर्खा अब्राहम, इसहाक र याकुबसँग शपथ खानु भएको थियो, त्यसरी नै उहाँ तिमीहरूका परमेश्वर बन्नलाई र तिमीहरूलाई चाहिँ उहाँको आफ्नै प्रजा हुनलाई परमप्रभुले पक्का गर्दै हुनुहुन्छ। म यो शपथ सहितको करार तिमीहरू आज परमप्रभु हाम्रा परमेश्वरको सामु हामीसँग खडा हुनेसँग मात्र बाँध्दिन, तर आज अब हामीसँग यहाँ नहुनेहरूसित पनि म बाँध्दछु। हामी कसरी मिस्र देशमा बस्यौं र यहाँ आइपुग्न हामी अरू देशहरूबाट भएर कसरी पार गर्यौं, सो तिमीहरू जान्दछौ। उनीहरूका बीचमा भएका उनीहरूका घृणित काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू तिमीहरूले देख्यौ। होशियार, तिमीहरू मध्येका कोही पुरुष वा स्त्री अथवा वंश वा कुलको हृदय ती जातिका देवताहरूको पूजा गर्न आज परमप्रभु हाम्रा परमेश्वरदेखि बरालिएर नजाओस्। होस गर, तिमीहरूका बीचमा यस्तो तितो विष उत्पन्न गर्ने कुनै ज्वरो नहोस्। जब त्यस्तो मानिसले यस शपथका वचनहरू सुन्छ, तब त्यसले आफैलाई आशिष दिन्छ र सोच्छ, म आफ्नै बाटो हिँडिरहे पनि म सुरक्षित रहनेछु। यसले पानीले सेचेको जमिन साथै सुक्खा जमिनमाथि पनि विपत्ति ल्याउँछ। त्यसलाई क्षमा गर्नलाई परमप्रभुले कहिल्यै मन गर्नुहुने छैन, तर उहाँको रिस र डाहाको ज्वाला त्यस मानिसमाथि पर्नेछ। यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि ओइरिनेछन् र परमप्रभुले त्यसको नाउँ आकाश मुनिबाट मेट्नुहुनेछ। व्यवस्थाको यस पुस्तकमा लेखिएको करारका सबै श्राप अनुसार परमप्रभुले त्यसलाई इस्राएलीहरूका सबै कुलबाट विनाशको निम्ति छुट्याउनुहुनेछ। तिमीहरूका पछि आउने सन्तान र सुदूर देशहरूबाट आएका परदेशीहरूले तिमीहरूको देशमाथि आएका विपत्तिहरू र परमप्रभुले त्यसमाथि ल्याउनु भएका रोगहरू देख्नेछन्। परमप्रभुले आफ्नो डरलाग्दो रिसमा सदोम र गमोरा, अदमा र सबोइमलाई ध्वंस गर्नुभएको जस्तै समस्त देशमा गन्धक र नुन जलेको खाक मात्र हुनेछ। त्यो केही नरोपेको, केही नउम्रेको र रुखो घाँससम्म पनि नउम्रने बाँझो हुनेछ। सबै जातिहरूले सोध्नेछन्, परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो? यो भयानक दन्किने क्रोध किन? तब जवाफ आउनेछ, तिनीहरूलाई मिस्रबाट ल्याउनु हुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले तिनीहरूसँग बाँध्नु भएको करार तिनीहरूले त्यागेकाले हो। तिनीहरू गएर अरू देवताहरूलाई पूजेथे र यिनीहरूका अघि दण्डवत गरेथे। यी देवताहरू जो तिनीहरूले चिन्दैनथे, जो उहाँले तिनीहरूलाई दिनुभएको थिएन। यसकारण परमप्रभुको क्रोध
यस देशमाथि धन्कियो र यस पुस्तकमा लेखिएका सबै श्रापहरू उहाँले यस देशमाथि खन्याउनु भयो। परमप्रभुले डर लाग्दो रिस र ठूलो क्रोधमा तिनीहरूलाई तिनीहरूको देशबाट उखेल्नु भयो र अर्को देशमा फालिदिनु भयो, जस्तो आज भएको छ। प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्, तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन्।